मेरो तपाईँलाई बिन्ती के छ भने तपाईँ आफूलाई आफू राम्रो गर्नुहोस्, अरूलाई गाली नगर्नुहोस्, अरूलाई मैले तपाईँको सल्लाह सुने। यसो गर्दाखेरि नि उहाँहरू सबैले थाहा, यसो गर्दाखेरि अलिकति मान्छेको मन चिडिन्छ। मैले तपाईँको भिलेजमा ताप्लेजुङमा पनि सुने, तेलतुङमा पनि सुने, माइकिङै गऱ्यो, मैले सुने, मलाई एकदम नराम्रो लाग्यो, एकदम नराम्रो लाग्यो। यो चाहिँ के छ भने मैले गाली गरे होइन, साँचो कुरा भने हो। तर साँचो कुरा त भन्नुपर्छ भने नि, किनभने यो देशलाई सत्यवादी देश बनाउने भन्दा अब जस्तै ऊ त्यहाँ जेसिसले बनाइदिएको हो नि त यो डबली होइन। अनि जेसिसको नाम मैले हटाइदिँदा मिल्छ? यो चाहिँ म भन्नु हो, त्यही हो मेन कुरा चाहिँ। जेसिसले बनाइदिएको भन्नु पर्यो नि त। मैले साँचो बोल्दा चाहिँ मान्छेलाई नमिठो लाग्छ। म त साँचो बोलेर आएको मान्छे हो नि त, झुटो बोलेर आएको होइन। जसले जेसुकै गरोस् न, नराम्रो गर्दै गर्नु न, तपाईँ चाहिँ होइन त्यसो भन्नु हुँदैन। धेरै ठाउँमा भन्नुहुन्छ यस्तो नबोलिदिनु न भन्नुहुन्छ, मलाई बरु भोट नदिनु, चोरलाई चाहिँ चोरै भन्छु म होइन। त्यो खालको नेतृत्व तपाईँहरूले चाहिन्छ यो देशमा, त्यो खालको नेतृत्व चाहिन्छ। जहिले जिब्रो चपाएर बोल्ने नेतृत्व पाएको कारणले पूर्व जान्छु भनेर पश्चिम लागेको छ, पश्चिम लान्छु भनेर दक्षिण पुराएको छ, दक्षिणतिर हिँडाएको फेरि उत्तर लगेको छ। त्यो खालको तपाईँको चाहिँ के अरे मान्छेहरू भएको कारणले, त्यो खालको नेतृत्व तपाईँहरूले चुनिरहेको कारणले है सम्पूर्ण नेपालीलाई भनिरहेको छु मैले यतिखेर, यो देशले इमान्दार नेतृत्व पाएन है। जनताको अगाडि मिठो बोल्ने विदेशी दलाल तपाईँको चाहिँ भएर बस्ने है। विदेशीबाट तपाईँको ऋण लिने, 1 करोड ऋण लिने, 50 लाखको जग्गा किन्ने, 50 लाखको झारो टार्ने, त्यो खालको फटा मान्छेहरूलाई चुनिरहेको कारणले गर्दाखेरि, त्यो खालको इमान नभएका मान्छेहरूलाई चुनिरहेको कारणले गर्दाखेरि हाम्रो देश यस्तो बन्यो है। जहाँ आज तपाईँको चाहिँ तुइनमा चढेर स्कुल जानुपर्ने बाध्यता हामी कहाँ छ, जहाँ पश्चिम गयो भने अझै पनि 5 दिन हिँडेर जानुपर्छ अरे अर्को जिल्ला भन्ने। अस्ति म सुर्खेत जाँदाखेरि त्यो खालको खबर पाएँ। त्यो खालको स्थितिमा हामी बाँचिरहेका छौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, हो हामीले राजनीतिक गल्ती गरेकै हो, राजनीतिक गल्ती गरेको कारणले गर्दाखेरि यस्तो भयो। हामी देश विदेश तपाईँको चाहिँ हामी कुदिरहेका छौँ, विदेश संसारभरि हिँडिरहेका छौँ। यहाँ पनि अहिले भर्खरै तपाईँको विदेशबाट आएर पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। हामी विदेश जान्छौँ, श्रम बेच्नलाई जान्छौँ, तर स्वाभिमान बेच्नलाई गएको होइन हामी है। हामी स्वाभिमानी नेपालीले हो अरूको सेवा गर्छौँ, अरूको सेवा नगरिकन अब त त्यो खालकै संरचना भयो। गल्ती हामीले पनि गर्यौँ, विगतमा थुप्रै गल्तीहरू भए। अहिले प्रत्येक घरबाट हामी विदेश जानु परेको छ, तर विदेश गए तापनि जब हामी स्वदेशमा फर्कन्छौँ यो देश हाम्रो हुनुपर्छ है। यो देश गुमाएर है हामी चाहिँ विदेश